back to my YouTube channel, or if you're new here, then welcome to my channel, Corey Anju 11. आज चाहिँ हामीहरू खोलामा माछा मार्न, पौडी खेल्न अनि ऐसले तिर्नको लागि हामीहरू सबै घर फ्यामिलीदेखि लिएर सबै जान लागेको हो। हेलो गाइज, हाई हाई। हामी कहाँ जान लागेको सपिना? पौडी खेल्न। कहाँ रे? अरू ल जामिन त्यही हो। त्यो पछाडि जिब्रो काट्ने केटी चाहिँ बोक्सिने हो गाई। ल तल्लो बाटो पनि छ, माथिल्लो बाटो पनि छ। हामीहरू चाहिँ माथिल्लो बाटो जान्ला। सबै अलिकति नर्मल भइदिनु भयो। म चाहिँ तिमी नक्कल पारेको भन्दा चाहिँ मैले चाहिँ फोटो खिच्ने भनेर हो, किनभने पानी आइरहेछ नि त। हामी आएको दिनबाट पानी आइरहेछ, सो मैले भनेको ठाउँमा जानु पाएको छैन, अनि लिएको कपडाहरू लाउनु पाएको छैन, त्यही भएर रेडी भएको। अन्त दिदीले मात्रै जुत्ता लगाए है, तिमीले लाउनु खोजेको? ए हाम्रो छोरी ए हाई भनिदेऊ न। यता यहाँ फेरि एकजनाले झोला बोकेर मजालाको चाहिँ हाम्रो दिदीले भनिदिनुहुन्छ। हाम्रो सिस्टर एकदमै प्रोफेसनल हुनुहुन्छ यस्तो कुरामा। यस्तो कुरामा हामी एकदम प्रोफेसनल छ। हामी आज स्विमिङ गर्न जाने हो। कहाँ जाने भन्दाखेरि खोला खर्क भनेको कता थाहा छ? यताबाट तेर्से अनि अरू के गर्ने भन्नु न? स्विमिङको साथसाथै स्विमिङ खेल्ने, अनि ऐसलु खाने, अनि माछा छोप्ने। गाइस धेरै कुराहरू छ, हामी पछि भन्छौँ के, सेक्रेट हो। ल हाम्रो दुईजना बहिनी, हाम्रो अरू भाइहरू चाहिँ गइसक्यो। कतिजना खाने? तिनीहरू चारजना होइन? चारजना, दुईजना यहाँ आउँदै हुनुहुन्छ, तिनजना पछाडि। खै हाम्रो म्याडमले के कता जाने? लावर जाने हो? ए ल नाचेर देखाइदियो त। दाई ओइ छुट्टीमा आएको। ओ उता सुरु भयो भ्लगिङ। ल गाइज म बन्द गरेँ। हामी कहाँ जाने? आमा हामी हाई भनिदिनु मेरो भ्लगमा। हाई घाँस काट्न जाने, अनि अब चेपा छोपेर ल्याउने, माछा छोप्ने। चेपा भन्ने पनि खान मिल्छ? भेकु त होइन त टोटो भेगटाटा हिँडेको अर्को खाले हो। ए माछा छोप्ने, माछाको भुरा। ए माछाको भुरालाई के भन्ने रामा? ओके अब हामीहरू जान्छ। पुग्न लाग्दा भिडियो बनाउँछु। चौतारीको काँडा खाने, ऐसिलो खाने, ऐसैले खान जाने, अनि ऐसिलो खाने, त्यहाँ घाँस काटेर आने, टपरी टिप्ने सालका। म बोक्छु त, हाम्रो आमाको खतरा। नानी बोक्छु त। यस्तो राम्रो वेदर छ गाई। जस्तो तल गएर अनि जाने। तलबाट नि जान्छ होला कि त माथिबाट जान्छ होला मेरो। होला आमा लगेर आउँदैछ। उहाँले 3वटा लुगा फेरेर लास्टमा यसमा आउनुभयो। ल माथिल्लो बाटो जाने भयौँ गाइज। बाउ छोरी हो। उही एकैचोटि नमस्ते आमा। कस्तो राम्रो घर। हामी अब खोलातिर सो माछा मार्न। भ्यू ल रुक, म बन्द गर्दै। ऊ त्यहाँ पढेर गाइस यो मैले हेयरस्टाइल नि 10 बनाएको। के भन्नु पर्छ र? हामी चाहिँ पदेराको बाटो जान्छ भनेको थियौँ, तर पदेराको बाटो गएन। हामी यताबाट भन नि तिमीले, मेरो आवाज सुनिन। हामी चाहिँ पदेराको बाटो तल बाटो जाने भनेको भएन, त्यही भएर माथिको बाटो जान लाग्छ। यहाँबाट यहाँ हाम्रो आमाको नेसनल सुज, इन्टरनेसनल हाम्रो फ्यामिली। वाह ओ आकाशहरि पहाड हाम्रो देखेको भ्यू। ल हामीहरू यति सबै है जाने। ओ हाम्रो आमाको घर। खैर आमा,
मैले चस्मै लिएर आएँ गाइज यो क्यामेराले जस्टिस गरेको छैन गाइज होइन यस्तो राम्रो भ्यू छ त्यो पारीको घरहरू देखिरहेछ यस्तो राम्रो वा ओ माई गड धनी अङ्कल घर त्यो हो हामी त्यहाँ आएर फोटो भिडियो खिच्ने हो वा हामीहरू फोटो खिच्छ यहाँसम्म आयो अनि कस्तो गलौ त मलाई देखाइदियो लाउरेनी अझै रिस्की बाटो आउँदैछ अरे योभन्दा रिस्की बाटो लोब्रै ऊ के अब त आयो तपाईँ देख्न सक्नुहुन्छ गाउँ छ अनि यो ब्याग त के हो र हामीले कस्तो कस्तो ब्याग त बोक्यौँ हामी म कहाँ गइरहेको भन्छ त न एकछिन आवाज लिएर नि कुवा त्यस्तरी भन्छ गड गाइस खै मेरो त्यही छोपेर हिँड्यो कस्तो डर लाग्दो बाटो हो ओए ओए मैं झोला बोक्न गाइस यहाँ पुरै यस्तो तल छाङ्गा छ यस्तो बाटो हेर्नु त मेरो लेग्स पनि फुट्यो गाइस अब म यसमा भिडियो बनाउन लाग्छ डर लाग्दो बाटो हो म झोला पनि दिन्छु ओ त परेको दारा काट्नुपर्छ अझै हामीले त्यत्रो बाटो है त्यो तल ए खोला चाहिँ यही अरे हाम्रो बगाल कतिजना हो हामी टोटल 13 मान्छे 12-13 जना यस्तो झर्नाहरू छ किराको साउन्ड हेरौँ न के त्यो बच्चाले हेर न वहाँसम्म एउटा बच्चालाई लिएर खाऊँ हामीले मेरो बहिनीलाई आमाले यिनीहरू सबलाई जन्माएर हुर्काएर यत्रो बनायो लास्टमा आमालाई सिकाउने हेर त यहाँ भिड राम 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 तिमीहरू यताबाट जाऊ म यो बाटो जान्छु म रिक्स लिनमा मलाई मजा आउँछ यसो नाटक पारिदिएको के स्वस्तिका पुच्छे देखेको म दुग्रिन पनि सक्छु यस्तो राम्रो अनि ऊ माथि घाँस काट्नु जाँदा चाहिँ मेरो सान्सी दिदी चाहिँ ऊमा एउटा रुखमा झुन्डेर बाँचेको अरे खसेर कस्तो राम्रो हो के स्वस्तिका म हिँड्छु तिमी भिडियो गरेर आउनु पछाडिबाट प्लिज हेर त ओ माइ गॉड स्वस्तिका एकचोटि यसरी भ्लग युट्युबको लागि एउटा भ्लगको लागि होला न उखु खान गाइस यस्तो भिडै जान लाम रोड छ बट not worry. We don't have any street right now. Yeah. That's why we are struggling. पहाड की छोरी हामी 1 2 3 अहिले त उही गुल्टिनु त होला फेरि ओ म सक्दिनँ किन्न त यो थाबाट आयौँ हामी यस्तो बाटो कसरी देखाऊ just oh my god because I brought that with your mother पानी खाँदैछ सबैले अति चिसो पानी त्यही छैन म पनि खान्छु त्यो चिसो यार पर नै आयो कुन हो हतियार
यस्तो कस्तो राखिदिएको कि नि पानी खाने म अखु खान सिकाउँछु पहिला यो बाहिरको यस्तै फाल्ने अनि यस्तो चिल्लो बनाउने अनि यस्तरी खाने अब चाहिँ म एकछिन बनाउँदिनँ चार्ज पनि सक्नु लाग्यो एकदमै भिड छ बाटो कस्तो भिड छ कस्तो मिठो गुलियो सो यहाँ यस अखु खाएको देखाउँछु भनेर बनाएको अब म गएँ म आफू सबभन्दा लास्ट त गाइस म एक्लै भयो मलाई डर लाग्यो भुत आएको अरे क्या कस्तो डर लाग्यो मलाई भुतको डर लाग्छ हामी आइपुग्यौँ वाह कस्तो राम्रो देखेको यहाँबाट यहाँ है कस्तो घिनलाग्दो देख्यो है क्यामेराले छ्या ल हाम्रो टिमहरू यहाँ आधा गइसक्यो नि तल खै कहाँ र अरू मान्छेहरू पनि रहेछ साँच्चै मलाई आँखा देख्दैन कि यसैले अट्याक भइसक्यो छिटै नआइसक्यो खानु म हात धुलाउँछु पहिला आँखु खाएको पुरै वाह ओइसलो गाइस कता हो बाटो यता हो बाटो स्वस्तिका बाटो कता हो र ओइसलो साँच्चै छ खोइ देखाउनु तपाईँ छ थ्याङ्क यू छोरी यसलाई चाहिँ ऐसलु भन्छ है यही खाना आएको हामी आज यहाँ अनि यहाँ धेरै हुन्छ अहिले चाहिँ सिजन नभएर तर रुखमा चाहिँ कति धेरै उस छ होइन लाइक फल्न बाँकी छ यो चाहिँ फलिसक्यो फलिसक्यो तर पाक्न बाँकी छ यो चाहिँ ट्राई गरौँ यो चाहिँ यस्तो हुन्छ ओरेन्ज कलरको दाना दाना वाह अमिलो अमिलो गुल्लो गुल्लो के जस्तो हो यो ग्रेप जस्तो अलिअलि त्यही हो गाइस त्यहाँ चाहिँ खोला गाइस फाइनली खोलामा पुग्यौँ हामी नाङ्गे मान्छेहरू देखाइदिएर चलो कति पायो खै हाम्रो प्रोफेसनल वुमन कोरिन अनि हामी पौडी नखेल्ने यु आर अ भिलेन मलाई यति पेज दिनुभयो मलाई धेरै चाहिँ राम्रो लाग्दैन बचपनमा मेरो फेभरेट थियो तर नट एनी मोर मम्मी मम्मी मम्मीले सुन्नुहुन्न या बिचरा हिजो गाली खाएर धेरै बनाएछ खै देखाउ त ए कोले दुईजनाले टिपेको हो ए ल ल ल ल काँडाले यो रुखमा चाहिँ यसको रुखमा चाहिँ काँडा पनि हुन्छ त्यही भएर मन नगएको घरि कति सफा लगाएर आउनु भएको थियो म नक्कल पारेर जुत्ता लगाएर आएँ अब यहाँ खोलामा कसरी जाने हेर्नुहोस् अब म त्यहाँ नुहाउनलाई पनि नाङ्गे भइसक्यो सबै कपडा खोलेर बसिसक्यो वा फोटो खिच्ने हो कि मैले त्यसपछि बल्ल नुहाउने हो म हेर त्यहाँ पुरा खै ओए माछा ओ मा खुस अभी डुगरी हेर दे
मैले राम्रो छ यहाँ कस्तो गहिरो पानी हो म केटाकेटी यहाँ चाहिँ करेन्ट लागेको रहेछ अस्ति नै करेन्ट लागेर एकजना मरेको थियो त्यही पनि फेरि करेन्ट लगायो म केटाकेटी खेलेको देखाउँछु ल हाम्रो सिपाहीहरू हाम्रो हिरोहरू उसले चाहिँ नाटक ल यता हेर सबैलाई हाई गरिदेऊ उठेर खुट्टा डुबा के होला गाइज यहाँ के होला माछा हो खै ए देखो यहाँ हाम्रो आमाले पनि मार्दैन मैले सिधा बनाएको हेर्नु हेर्नु त त्यस्तो गहिरो रहेछ दिदी खेल खेल्नु नगर्नु ल गाईचोरु यहाँ शान्ति दिदी जानु हो यहाँ सुगम छ नि यहाँ अन्जु दिदी जाँदै हुनुहुन्छ हेरौँ है त अन्जु खेल्छ कि नै पौडी ल हेरौँ है त त्यसै हाल्छ फेरि त्यसै हाल्छ क्या फेरि के छ फोटो ल छैन के म यस्तो गर्नु छैन अन्जु त त्यसै हावा आइज अन्जु त हावा आइज मोले चाहिँ रान्छी के शान्ति दिदी उनीहरूले यस्तो मेकअप लगाइसकेको छ काम छैन त्यो चाहिँ नक्कली हो अन्जु त खेलेपछि धैर्य यसै हो के नाटक गाइचोरी अन्जु त सक्ने हामी पनि जाने अब देख्न सक्नुहुन्छ अन्जु जान्छ खेल्ने चाहिँ केही सक्दैन कि मैले सिकाएको गाइचोरी त्यही भएर अहिले खेल भनेको के बल्ल बल्ल खेल के मेकअप सेकअप लाछ बढी नत्र यो राम्रो छैन रियलमा गाइचोरी अन्जु जस्तिकै आउँ खिच्छ अब फोटो भिडियो खिच्यौँ गाइस मलाई चाहिँ पौडी खेल्न आउँछ जस्तो लाग्थ्यो तर मलाई भाइले भिडियो भइदिएको थियो हेरेर थाहा भयो कि मलाई पौडी खेल्न 1% पनि आउँदैन म भित्र यसरी डुबेर चाहिँ सक्छु होइन बाहिर मनको यस्तो निकालेर चाहिँ नसक्दो रहेछ अलिअलि भित्र डुबेर चाहिँ सक्छु अनि आई थिङ्क हाम्रो भिडियो यहीँ एन्ड गर्छ होला मेरो मुख हेर्न सक्नुहुन्छ मेकअप सेकअप सबै बिग्रिसक्यो सो त्यही हो मेरो खुट्टा ठोकेर यस्तो रातो भइसक्यो नि त पुरै यस्तो रातो भइसक्यो यो चिप्लिने ढुङ्गा रहेछ त्यही हो अब हामीहरू माछा मार्दै हुनुहुन्छ माछा मार्नेले पैसा लिमिट देखाइसक्यो पौडी खेल्छ होला हामीहरू पानी थोरो भइसक्यो
अनि that's all for today, guys. Thank you so much for watching. Don't forget to like, comment, share, and subscribe to my YouTube channel. Bye. See you in the next video.